मार्स ग्रुप अन्तर्गत छ। 2022 सनमा यसको आम्दानी 8 अर्ब अमेरिकी डलर रहेको थियो। यो कम्पनीका सबैभन्दा महँगा घडीको मूल्य अहिले 75 लाखदेखि 1 करोड रुपियाँसम्म पर्छ। त्यस्तो कम्पनी तपाईँ नेपालमा आउने भएपछि भिजिट गर्न जानुभयो, तपाईँहरू गएको डाक्टर भेषबहादुरजी र डाक्टर पुष्करनाथ पन्त सहित तपाईँ गएको र त्यो नेपालमा खोल्ने कुरा भयो। तर उनीहरू नेपालमा आइसकेपछि उनीहरूले कसैसँग पनि हामी हिस्सेदारी गर्दैनौँ, हामी सिङ्गल कम्पनी चलाउँछौँ भने, तर नेपालमा आउँदा ज्ञानेन्द्र शाह त्यति बेलाका राजाका माइला भाइ ज्ञानेन्द्र शाहले त्यहाँ हिस्सा मागे। ओमेगा नेपालमा आएन, नेपालको ठुलो लगानी फर्केर गयो। लेखक नवराज सुवेदी। यो कति सुन्नु, मैले कति पटक जवाफ दिने, जति पटक आरोप लाग्छ त्यति पटक जवाफ दिने। प्रणालीले खत्तम गरेको छ। जसरी चुनाव जित्नु परेको थियो, चुनाव जित्न ओडाकोलाई नि करोड खर्च गर्ने स्थिति बनिसकेको छ अहिले होइन। नगरपालिकाको चुनावको ओडामा करोड खर्च गर्ने स्थिति बनिएको छ। गाउँपालिकामा 30-40 लाख खर्च गर्न नसकेर हो तपाईँ पटक पटक हारेको। अब हेर्नुहोस्, त्यो ओमेगा घडीको ज्ञानेन्द्र सरकारले मलाई भने होइन, डाइरेक्ट मलाई भनेको चाहिँ प्रभाकर शमशेरले हो। प्रभाकर सुन्नुहोस् न, प्रभाकर शमशेरले कारोबार गर्ने ज्ञानेन्द्र सरकारको हो। उहाँ जे भन्नुहुन्थ्यो ज्ञानेन्द्र सरकारकै हो। त्यसमा केही शङ्कै छैन। उहाँले आएर मलाई भनेपछि मैले नो भने, मैले नो भने ज्ञानेन्द्र सरकारकै हो। त्यही त तपाईँले किताबमा लेख्नुभयो। लेखेँ, मैले लेखेँ। तर अहिले घाँटीमा माछा काँडो अड्क्यो। क्रान्ति पनि भन्ने आएको छ। त्यसैले चाहिँ हामीले ब्युरोक्रेसीको चाहिँ हामीले चाहिँ पुनर्संरचना गर्न सकेनौँ, अदालतकै पुनर्संरचना गर्न सकेनौँ र त्यो सँगसँगै अरू आर्थिक सामाजिक थुप्रै संस्थाहरूको पुनर्संरचना गर्न सकेनौँ। त्यो कारणले गर्दा अलिक गिजो लियो भनेको अर्थमा छोड्नु पर्यो नि त। होइन यो कुनै केले चाहिँ के ओगटेर बसेको, साँडेले के ओगटेर बसेको भन्छन् हाम्रो। बाबालाई होइन जातीय चिन्नु भएको छ? चिन्छु। उहाँ कुन देशको नागरिक हो? उहाँ नागरिकता, उहाँसँग नेपालको नागरिकता थिएन। त उसको चलिराखेको थियो। नेपालको नागरिकता थिएन। केस 4 वर्षदेखि नेपालको नागरिकता थिएन। तपाईँहरूलाई जन्म सङ्ग्रहलाई पैसा चाहियो। चोथुमल जातीयले केही तपाईँहरूसँग प्रस्ताव राखे 3टा। सम्झाउनु पर्दैन। उमेरमा पनि तपाईँको स्मृति यति बलियो छ। त्यो गर्ने मलाई के सम्झाउनुहुन्छ? नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ। तिमीलाई बाख्रा किने जस्तो किनेर लगेर घरमा कामदार राख्छ र तिमी त्यहाँबाट पैसा पठाऊ, त्यो पैसाले हामी पजेरो चढ्छौँ र त्यसरी पठाउनेलाई हामी सुरक्षा गर्छौँ। यी हुन् गणतन्त्रका नायक र नायकी होइन। यो गणतन्त्र नायक नभने शासकहरू भन्नुहोस् क्या। शासकहरू जुन अहिले चुनेर हामीले पठायौँ, गलत मान्छे गए, अब हामीले निर्वाचन अब आउँछ, 84 त निर्वाचन आउँछ। यिनीहरूले जित्छन्, पैसा यिनले बाँड्छन्, कुखुरा यिनले बाँड्छन्। अब हामीले जनता गाउँ कब्जा यिनले गर्छन्, गुन्डा यिनले लिएर जान्छन्। तपाईँ जस्ताले चुनाव जित्दैनन्। तर राजा महेन्द्र पनि भारत परस्त रहेछन्। भारत परस्त होइन, भारतको मित्र हुन्। तर भारतसँग मित्रतामा बस्नुपर्छ भन्ने उहाँको सिद्धान्त थियो। अहिले सुधार्नु भए? होइन कहाँ अहिले सुधारे, मेरो आफ्नो मैले जानेकै त्यही हो। हस्, अब तपाईँले यति चिज लेखिसके पछाडि त्यो बिचमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग एकचोटि मात्रै भेटघाट भयो भन्नुभएको छ। अहिले पछिल्लोचोटि त धेरैचोटि भेट भयो। धेरैचोटि भएको छैन। अस्ति लन्च खान बोलाइबस्यो बेला। लन्च खाएको कि लालीपप खाएको? भन्नुभयो निर्मल निवास पनि म गएको छैन, सोल्टीमा गएर अस्ति लन्च खाएको। उहाँले भन्नुभयो यो आन्दोलन चर्काऊ, तिमीहरू मिलेर जाऊ। उहाँले केही भन्नु भएन। उहाँ आन्दोलनको त कुरै भएन। के भन्नुभयो त? खुरुखुरु खानुभयो, तपाईँहरूलाई खुवाउनु भयो। बस्नुपर्छ र अलिकति हामी नै हो है कसैले आँट नगर भन्ने चाहिँ एउटा डर त्रास उत्पन्न गर्नुपर्छ भन्नु खोजिराख्नु भएको छ। तर जनताले के बुझिरहेको छ भने अब यिनीहरूको पालो सिद्धिएछ, त्यही अन्तिम भोजभातेर उहाँहरू गरिरहन्छ। लास्ट सपर भन्छ नि, त्यस्तो गरिरहनु भएको छ अब भन्ने जनताले चाहिँ त्यो भनिरहेको छ। त्यो ठिकै बुझ्नु भएको छ। तर उहाँहरूले अन्तिम भोज खानुहोस्
त्यो चाहिँ मिठेरी खानुहोस् होइन। जनताको मुटु कलेजो सबै खाइसक्नुभयो, अब कान र खुर पनि खानुहोस्। बिहानभरि सल्लाह गरेका थियौँ। हाम्रो हेर्नुहोस् अहिंसात्मक आन्दोलन हुन्छ, एउटा लट्ठी हुँदैन त्यहाँ, अघि एउटा ढुङ्गो कसैको हात आउँदैन। हामी शान्तिपूर्ण रूपले हामी चाहिँ मार्च पास्ट गर्छौँ। मैले पत्याइदिने मानिसले असम्भव, यो असम्भव बनायो भने देश सङ्कटमा फस्छ। यत्रो यो देश सारा यो विश्व साम्राज्यवादको कब्जामा प्रत्यक्ष उपनिवेशहरू भएको बेला भारत चीन सारा उपनिवेश भएका हाम्रा पुर्खाहरूले यो देश कसैको प्रत्यक्ष उपनिवेश नभएर स्वतन्त्र बनाएर गर्व गर्ने देश बनाए हामीलाई। अहिले पनि हामी त्यसमा गर्व। त्यो त राजाहरूले बनाए। मेरो प्रश्नको उत्तर दिनु नि त, प्रश्नको उत्तर चाहिँ नघुमाउनु नि त। तपाईँले चाहिँ यो चिनिया जहाज किन्दा चाहिँ कति पैसा खाएको? गिभ मी आन्सर। सिंहले नै प्रश्न उहाँले भन्नु किन नभेटिरहेको भन्नुभयो उहाँहरूले। अनि हाम्रो प्रधानमन्त्रीले बोलाउनु नै भएको छैन उहाँहरूले। होइन हो, त्यसै भएर मैले यो भनिदिनुहोस् भने तपाईँ प्रधानमन्त्रीले यो कुरो भनिदिनुहोस्, भेट्नु पर्यो भने तपाईँले ओलीले पनि कन्भे गर्नुभयो। मैले अनि ओलीलाई नि भने, मैले यता आएर मेरो ओलीसँग भेट्यो, मैले यस्तो भएको छ है तपाईँले भने मैले उहाँले अब उहाँले जान्ने कुरो। त्यसैले म यो दुई देशबिच खेल्नुपर्छ भन्ने पछि मान्छे म होइन। र यो देश तपाईँ त भारतको विषयमा थोरै केही बोल्नुभयो भने तपाईँलाई त उतैको नागरिकता भेटाइदिइहाल्छन् नि। भएको देश अहिले अल्पसङ्ख्यक मुलुकको अध्यक्ष भएर गर्व गर्ने एउटा नालायक अवस्थामा जो हामी छौँ, त्यसलाई फेर्नको लागि जे चिज चाहिन्छ त्यहाँ केन्द्रित नगरौँ क्या अहिले। त्यो भनेको त्यसो भए यसरी बुझौँ, अहिले राजा ल्याउने कुरा नल्याउने कुरा यो बहसमा नजाउँ। तपाईँले भनेको जस्तो तपाईँ तीनटा कुरा भन्नुभयो, राजनीति सफा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, समृद्धिलाई फड्को मारौँ, संविधान संशोधन गरेर अगाडि बढाउँ, ठुलो अभियान होइन। तर यो सबै गर्नको लागि यी राजनीतिक दल, यही रवैया, यही सरकार, यही गठबन्धन, यही शैली, चाहे यही भनेको काङ्ग्रेस एमाले मात्रै भने होइन, तपाईँ यता माओवादी एमाले, माओवादी काङ्ग्रेस, एमाले काङ्ग्रेस, यी गठबन्धनले यिनले पार लाउँदैनन्। हाम्रो दृष्टिकोणमा बढी तपाईँहरूले गरेको गल्ती नै माओवादीले त्यही हो। त्यसै कारण एकदम सही कुरा छ। तपाईँ 62-63 पछि सबभन्दा बढी सरकारमा रहने माओवादी, सबभन्दा बढी मन्त्री बन्ने तपाईँहरू, प्रधानमन्त्री पनि 3 चोटि बन्ने प्रचण्ड, बाबुराम प्रधानमन्त्री बन्ने। तपाईँले भनेको कुरामा सहमति भएर हामीले आफ्नो सोचमा केही परिवर्तन गरेका छौँ आत्मालोचना गरेर। फेरि काङ्ग्रेसलाई आइज भन्यो भने प्रधानमन्त्री बन्न बेर छैन। होइन, हाम्रो गभर्मेन्टले दिन्छ, म त नीति निर्माण मात्रै गर्छु होइन भने मैले के गरेँ? प्रतिकार समिति नै तपाईँ अन्तर्गत बनायो। सुन्नुहोस् न, मैले के गरेँ? पञ्चायत नीति जाँच समितिले प्रतिकार गर्थ्यो, प्रत्येक जिल्लाका पञ्चायतलाई प्रतिकार गर भन्थ्यो, गोली हान भन्दै हो। प्रतिकार भनेको लड भनेको तपाईँहरूको प्रतिकार भनेको बुद्धिले प्रतिकार गर भने। कता बुद्धिले चैत 15 गते देखिएन प्रतिकार?